सवाल जनसवाल, जनताले उठाएका आवाजहरू, जनताले उठाएका सवालहरू र सरोकारवाला व्यक्तित्वसँग प्रत्यक्ष रूपमा कुराकानी गर्ने जनसवाल कार्यक्रम हेर्न बस्नुभएका तपाईँलाई सबभन्दा पहिला म श्री कृष्ण महर्जन नेवाको तर्फबाट जोजोलपा लसकुसा अनि अभिवादन। आजको जनसवाल कार्यक्रममा नेपालका आदिवासी जनजातिहरूको विविध विषयमध्ये प्राकृतिक स्रोत साधनमा पहुँच लगायतका विषयमा लामो समयदेखि बहस भइरहेको र आदिवासीहरूले यो मुद्दा उठाउँदै आइरहेको अवस्थामा सरकारले अब एउटा विधेयक ल्याउन खोज्दैछ र विधेयकको मस्यौदा तयार भएको छ र विधेयकको लागि चरणबद्ध रूपमा विभिन्न कामहरू गरिरहेका छन्। त्यो भनेको अनुवंशीय साधन स्रोत पहुँच र उपयोग सम्बन्धी जुन चाहिँ विधेयक हो, यो विधेयकको विषयमा अत्यन्तै जानकार, यो विधेयकलाई लिएर लामो समयदेखि अध्ययन गर्दै आफ्ना कुरा राख्दै आउनुभएका व्यक्तित्व, जो आदिवासीहरूको वातावरणसँग सम्बन्धित भएर पनि लामो समय आफ्नो काम गरिसक्नुभएका, अनुभव बतुलिसक्नुभएका व्यक्तित्व योगेश्वर राईलाई हामीले आमन्त्रण गरेका छौँ। उहाँसँग कुराकानीतर्फ लागौँ। योगेश्वर राईजी नमस्कार, जोजोलपा। धन्यवाद हजुर, सेवा हजुर। सबभन्दा पहिला यो चाहिँ अनुवंशीय यो चाहिँ साधन स्रोत पहुँचमा जुन चाहिँ सवाललाई लिएर जुन विधेयक ल्याउँदैछ, यो सरकारले यसपालिको तयारी गर्दैछ। यसको इतिहासको कुरा एकातिर छ। वास्तवमा यो अनुवंशीय भनिरहँदाखेरि आदिवासीहरूले त आदिवासी भएकै कारणले प्राकृतिक स्रोत साधनमा आफ्नो पहुँच हुनुपर्छ, आफ्नो थातथलोमा हुनुपर्छ, आदिवासीहरूको अग्राधिकार हुन्छ भनेर बताइरहेको, भनिरहेको, आवाज बुलन्द गरिरहेको अन्तर्राष्ट्रिय कानुन लगायतका कुराहरू उठाउँदै आइरहेको अवस्थामा यो जुन विधेयक ल्याउन खोज्दैछ, यो के आदिवासीहरूको भावना, आदिवासीहरूले माग गरे अनुसारको यो ल्याउन खोजिएको हो, या चाहिँ सरकारको इन्ट्रेस्टमा, या चाहिँ आदिवासीहरूको अधिकार थप चाहिँ उनीहरूलाई अधिकार दिन, या आदिवासीहरूको लागि अधिकारमा चाहिँ मिनिमाइज गर्नको लागि के को लागि ल्याइएको जस्तो लाग्छ? यो विधेयक ल्याउन खोजिरहेको जस्तो लाग्छ यो विधेयक अध्ययन गर्दाखेरि। मैले हजुरले राख्नुभएको जुन सुरुवात पृष्ठभूमिमा उठाउनु भएको सवालमा पहिला अलिकति थोरै नाममा प्रोनाउन उच्चारणमा अलिक तलमाथि भएछ। यसको नाम चाहिँ, यो विधेयकको नाम चाहिँ के छ भने आनुवंशिक स्रोतमा पहुँच, उपयोग र लाभको बाँडफाँडको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक भनेर यो भन्ने गरिएको छ। नेपाल सरकारको वन तथा वातावरण मन्त्रालयले यसलाई चाहिँ अहिले मस्यौदा रूपमा फेरि तयार गरिरहेको छ, होइन। तर अब यसको इतिहासको पक्ष अहिले हजुरले उठाउनु भयो, यसको इतिहास लामो छ, होइन। मलाई लाग्छ यो चाहिँ सन् 2002देखि नै यो उठ्दै आएको हो र इतिहासको विभिन्न कालखण्डमा विभिन्न चरणहरूमा चाहिँ यो फर्किँदै आयो, होइन, रोकिँदै आयो र वन तथा तत्कालीन वन तथा भू संरक्षण मन्त्रालयले चाहिँ यसलाई तयार गरेर विभिन्न चरणहरूमा अगाडि पनि बढायो। तर विभिन्न चरणहरूमा तत्कालीन कानुन तथा न्याय संसदीय व्यवस्था मन्त्रालय, होइन, बाट चाहिँ यो विधेयकलाई पुनः फेरि वन मन्त्रालयमा फर्काइयो। वास्तवमा कानुन निर्माण गर्ने सिलसिलामा चाहिँ सम्बन्धित मन्त्रालयले कानुन मन्त्रालयलाई पठाउनुपर्छ। कानुन मन्त्रालयको प्रक्रिया पुगिसकेपछि यो विभिन्न चाहिँ अर्थ मन्त्रालय लगायतका चाहिँ सम्बन्धित मन्त्रालयहरूमा यो परामर्श हुन्छ। त्यस पछाडि यो पार्लियामेन्ट के अरे माथि जान्छ, यो चाहिँ के अरे हुन्छ मन्त्री परिषदमा जान्छ, क्याबिनेटमा। त्यस पछाडि त्यहाँबाट आइसकेपछि मात्रै यो संसदमा दर्ता हुने चाहिँ एउटा चाहिँ प्रक्रिया छ। तर यो विभिन्न चरणहरूमा यसरी फर्केकै कुरा छ, होइन। तर यसलाई अब किन फर्क्यो भन्ने सन्दर्भमा चाहिँ अलिकति कुरा गरौँ, होइन। त्यो किन फर्क्यो भन्ने सन्दर्भमा चाहिँ विधेयकले आदिवासी जनजातिको मर्म, भावना र अधिकारको विषयलाई चाहिँ सम्बोधन गर्न सकेन र विधेयक अलिक पूर्वाग्रही ढङ्गबाट अलिकति आदिवासी मैत्री हुन नसकेको हो कि भन्ने दृष्टिकोणबाट, अर्थ समग्रमा भन्दाखेरि आदिवासी मैत्री भएन। आदिवासी जनजातिको हक अधिकारलाई चाहिँ सुरक्षा गर्ने, सम्बोधन गर्ने, होइन, यसलाई रक्षा गर्ने सन्दर्भमा विधेयक नआएको हुनाले तत्कालीन अवस्थामा पनि यो विधेयक फर्केको र विधेयक राज्यले फर्काएको होइन। विधेयक फर्काउनमा चाहिँ आदिवासी आन्दोलनले ठुलो काम गरेको छ। खास गरेर चाहिँ यसमा तत्कालीन अवस्थामा यो सुरुवातको चाहिँ यसको आन्दोलन चाहिँ हाम्रा केही किराँती साथीहरू, होइन, यो चाहिँ वास्तवमा चामलिङ, कुलुङ, थुलुङ, होइन, बाइङ
लगायतका चाहिँ संस्थाहरूको पहलबाट यो सुरु भयो। तर यसले पछि व्यापकता लियो। व्यापकता लिइसकेपछि यसले चाहिँ आदिवासी जनजाति वातावरण सरकार सञ्जालको एउटा नामकरणमा एउटा ओपन एउटा चाहिँ सञ्जाल निर्माण भयो हैन, खुला सञ्जाल हैन। त्यो खुला सञ्जालको माध्यमबाट यसले चाहिँ जनपैरवी गर्ने, वकालत गर्ने हैन, विभिन्न चाहिँ कार्यक्रम र गतिविधिहरू यसले सञ्चालन गर्यो र राज्यलाई बुझाउने प्रयास गर्यो हैन, र नीति निर्माताहरूलाई चाहिँ बुझाउने प्रयास गर्यो। त्यो बेलाको तत्कालीन अवस्थामा चाहिँ आदिवासी जनजाति ककस भनेर चाहिँ यो चाहिँ संसदमा एउटा चाहिँ संविधान सभामा एउटा ककस निर्माण भएको थियो र त्यहाँ पनि यो विषयमा छलफल भयो, मन्त्रालयसँग पनि छलफल भयो, त्यहाँका चाहिँ विभिन्न नीति निर्माणकर्ताहरूसँग पनि छलफल भयो, ब्युरोक्रेटसँग पनि छलफल भयो र त्यस पश्चात चाहिँ यो विधेयक चाहिँ फर्किन सफल भएको हैन। यो विधेयक त्यति सजिलो तरिकाले हैन ल भनेर चाहिँ फेरि सरकारले फर्काएको चाहिँ होइन। आदिवासीहरूको इन्ट्रेस्टमा उनीहरूको कारणले विगतमा फर्क्यो, अब फेरि आयो। फेरि एउटा कुरा हजुरलाई मैले चाहिँ निवेदन गर्न चाहन्छु। यो त्यो विधेयक फर्क्यो, विधेयक फर्किसकेपछि केही विषयहरू चाहिँ सम्बोधन भयो हैन। यो विधेयकको माथि प्रस्तावनामा चाहिँ आदिवासी जनजाति भन्ने शब्द यहाँ देख्नुहुन्छ हजुरले, आदिवासी जनजाति लगायत स्थानीय समुदाय भनेर देख्नुहुन्छ हैन। तर सुरुवातको विधेयकमा चाहिँ 2002मा ल्याएको विधेयकमा चाहिँ कस्तो थियो भन्दाखेरि यो विधेयकमा आदिवासी जनजाति भन्ने शब्द नै थिएन क्या, त्यहाँ स्थानीय समुदाय भन्ने शब्द थियो। र पछि हामीले धेरै चरणहरूमा यसलाई चाहिँ म आफै पनि यो अभियानमा संलग्न भएको छु हैन। यसको अध्ययन अनुसन्धानको सिलसिलामा, जनपरवीको सिलसिलामा, जनवकालतको सिलसिलामा हैन, सङ्घ संस्थाहरूसँग समन्वय र सहकार्य गर्ने सिलसिलामा, राज्यसँग चाहिँ के अरे समन्वय गर्ने सिलसिलामा, नीति निर्माताहरूसँग चाहिँ सहकार्य र समन्वय गर्ने सिलसिलामा र पछि चाहिँ हामीले धेरै कुराहरू उहाँलाई बुझाउने चेष्टा गऱ्यौँ, प्रयास गऱ्यौँ हैन। पछि के चाहिँ भयो भन्दाखेरि आदिवासी भन्ने शब्द चाहिँ मलाई लाग्छ यो 2010 आइपुग्दाखेरि 2002बाट सुरु भएको 2010-12मा आइपुग्दाखेरि बल्ल यो के भयो, आदिवासी भन्ने शब्द त पर्यो, तर के भन्यो भन्दाखेरि प्रस्तावनामा नै लगायत भन्यो क्या। त्यस कारण र हाम्रो त्यतिखेर सुरुवातदेखिकै अडान के हो थियो भनेर अहिले पनि के अडान हो भने डिस्टिङ्क्ट आइडेन्टिटी भन्छ नि, त्यो चाहिँ छुटिनुपर्छ क्या, आदिवासी र स्थानीय समुदाय भन्नुपर्छ। भन्दाखेरि अब प्रस्तावमा त यो कुरा आएको छ नि त, भन्दाखेरि यो कुरामा तपाईँको असहमति हो? यो कुरामा सुरुदेखिकै असहमति हो। यो मेरो भन्न त नभन आदिवासी जनजातिहरूको असहमति बावजुद पनि अब संसदमा प्रस्तुत हुँदैछ अर्थात् संसदमा लाँदैछ हो। अनि त्यो हजुरलाई म फेरि अलिकति भन्छु, त्यस पछाडि के भयो भन्दाखेरि विधेयकलाई यो यति कुरा पर्नु पनि 9-10 वर्ष, 1 दशकै लाग्यो। तर त्यति मात्र कुरा चाहिँ होइन फेरि के, यो त आदिवासी जनजातिसँगको चाहिँ जल जङ्गल जमिनसँग उसको भूमिसँगको चाहिँ जुन आध्यात्मिक र सांस्कृतिक आर्थिक सम्बन्धको कुराहरू छ नि, त्यो कुरा पनि त प्रस्तावनामा काहीँ न काहीँ त उल्लेख गर्नुपर्छ हैन। अब त्यो कुरा परेन हैन। आदिवासी जनजाति भन्ने शब्द पर्नु नै 10 वर्ष लाग्यो। अब अहिले हुँदा त अहिले आएर यो चाहिँ 2014मा पनि चाहिँ के अरे यो अलिकति संशोधन भयो, 2018मा पनि संशोधन भयो, फेरि चित्त हामी यो चाहिँ के भयो भन्दाखेरि 2019मा त यो वन मन्त्रालयमा रोकियो। यो 19मै जानेवाला थियो। तत्कालीन तपाईँको माननीय वन मन्त्री श्री शक्तिबहादुर बस्नेतज्यूको उसमा चाहिँ यो तयार भएर वन मन्त्रालयले प्रक्रिया अगाडि बढाउनु खोजेको थियो हैन। आफ्नो चाहिँ के अरे कानुन निर्माण गर्ने प्रक्रियामा अगाडि बढाउनु खोजेको बेलामा तत्कालीन वन मन्त्री हाम्रो माननीय वन मन्त्री हैन श्री शक्तिबहादुर बस्नेतज्यूको उसमा चाहिँ हामीले कुराकानी गरिसकेपछि यो रोक्यो। र के सहमति भयो भन्दाखेरि समझदारी बन्यो भने कि अब यो ऐनलाई हामीले संशोधन गर्ने हो, परिमार्जन गर्ने हो भने आदिवासी जनजाति आयोग, थारू आयोग, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, जनजाति महासङ्घ लगायतको चाहिँ संलग्नतामा वन तथा वातावरण मन्त्रालय, कानुन मन्त्रालय लगायतको चाहिँ प्रतिनिधिहरू बसेर एउटा टिम बनाएर आपसी समझदारीको आधारमा यसलाई चाहिँ पुनर्लेखन गर्ने भन्ने किसिमको एउटा समझदारी बन्यो हैन। मन्त्रीज्यूले ओपनली औपचारिक कार्यक्रममा नै, हाम्रो कार्यक्रममा नै उहाँले त्यो कुरा उल्लेख गर्नुभयो। तर फेरि तपाईँको त्यो बन्न सकेन, दुर्भाग्यवश त्यो काम अगाडि बढ्न सकेन हैन। त्यसमा अब हाम्रो पक्षबाट पनि कमी कमजोरी रह्यो होला, राज्य पक्षबाट पनि कमी कमजोरी रह्यो होला हैन। त्यस पछाडि चाहिँ फेरि के भयो भन्दाखेरि विधेयक त रोकियो
अगाडि त बढेन। तर यसलाई चाहिँ तपाईँको पुनर्लेखन गर्ने र यसलाई चाहिँ नयाँ तरिकाबाट चाहिँ परिभाषित गरेर लाने कुरामा त काम त भएन। तर त्यस पछाडि फेरि के भयो भने 2024 मा आइसकेपछि त फेरि अगाडि बढ्यो के, वन मन्त्रालयले, वन तथा वातावरण मन्त्रालयले फेरि अगाडि बढायो। तर त्यतिखेर पनि पुनः यही तपाईँको चाहिँ यसको विधेयकको चाहिँ जुन चाहिँ कन्टेन्ट हो नि, विषयमा हो नि, यसका चाहिँ अन्तर्वस्तुमा हो नि, कुरा मिलेन हाम्रो होइन। कुरा नमिलेपछि फेरि 2024 मा गत साल यो विधेयक चाहिँ फेरि पुनः रोकियो। तर अहिले चाहिँ के गरिरहेको छ भन्दाखेरि वन तथा वातावरण मन्त्रालयले एकजना 7 जनाको कमिटी त्यहाँ वन मन्त्रालयभित्र गठन भएको भन्ने कुरा मन्त्रीज्यूले चाहिँ त्यो कुरा हामीलाई माननीय मन्त्रीज्यूले हाम्रो इन्द्रेणी चाहिँ होटल स्विटमा त्यो कुरा जानकारी गराउनु भयो होइन। त्यहाँ हाम्रो कार्यक्रम भयो, त्यहाँ मेरो एउटा प्रस्तुति पनि थियो। हामीले मन्त्रीज्यूलाई चाहिँ बुझाउने प्रयास गऱ्यौँ, यो कमी कमजोरी छ, यो कुरा चाहिँ राज्यले हेरिदियोस्, सरकारले हेरिदियोस् भनेर आग्रह पनि गऱ्यौँ हामीले होइन, बुझाउने प्रयास पनि गऱ्यौँ। र उहाँले फेरि यसलाई चाहिँ पुनः ल ठिक छ तपाईँहरूसँग के अरे एउटा खालको समझदारी बनाएर तपाईँहरूको चित्त बुझाएर मात्रै हामी चाहिँ यसलाई चाहिँ फेरि अगाडि लान्छौँ। यो बर्खे अधिवेशनमा चाहिँ लाँदैनौँ, आउने हुँदै अधिवेशनमा चाहिँ यसलाई चाहिँ फेरि हामी चाहिँ तपाईँहरूसँगकै सरसल्लाह गरेर छलफल गरेर मात्रै अगाडि लान्छौँ भनेर एउटा चाहिँ प्रतिज्ञा भनौँ न व्यक्त गर्नुभएको छ, एउटा चाहिँ कमिटमेन्ट व्यक्त गर्नुभएको छ। र हामी आशा गर्दछौँ माननीय मन्त्रीज्यूले भनेको कुरा व्यवहारमा चाहिँ यथार्थमा लागु होस् होइन। र त्यो कुरा चाहिँ भोलि गएर चाहिँ तपाईँको चाहिँ फेरि मौखिक रूपमा मात्रै सीमित नरहोस् होइन। र आदिवासी जनजाति संस्थाहरू पनि यो विषयमा गम्भीर हुन जरुरी छ। र विशेष गरेर अब जनजाति प्रतिष्ठानले यसलाई चाहिँ गम्भीरता साथ लिएको छ र जनजाति प्रतिष्ठानकोले पनि यसलाई चाहिँ गम्भीरता साथ लिएर यसलाई चाहिँ म चाहिँ राम्रोसँग चाहिँ हेरेर अध्ययन गरेर म राज्यसँग चाहिँ एउटा ब्रिजिङको काम गर्छु, पुलको काम गर्छु। आदिवासी जनजाति र राज्यलाई चाहिँ राखेर म चाहिँ ब्रिजिङको काम गरेर पुलको काम गरेर यसलाई मिलाएर अगाडि लाने प्रयास गर्छु भनेर चाहिँ त्यो वचन व्यक्त गर्नुभएको छ। त्यसको त आशा गरौँ अबको दिनहरूमा आदिवासी जनजातिहरूको असहमतिको कुराहरू, यहाँ छुटेका कुराहरू, यहाँ भएका कमी कमजोरी त्रुटिको कुराहरूलाई सच्याएर विधेयक चाहिँ अगाडि जान्छ भन्ने कुरामा हामी आशावादी छौँ। तपाईँको भनाइअनुसार तपाईँले इतिहासदेखि अहिलेसम्मको कुरा जुन चाहिँ प्रक्रियागत रूपमा यो छलफल चरणबद्ध रूपमा भएका कामहरूको सवालमा तपाईँको कुरा अनुसार त यो विधेयक चाहिँ आदिवासी जनजातिहरूले साधन स्रोतमा पहुँच, प्राकृतिक साधन स्रोतमा पहुँच भनेर जुन भनिरहेको अवस्थामा आदिवासी उल्लेख नगरिकन ल्याउन प्रयास गरेको, त्यसमा बीचबीचमा आदिवासीहरूले यो विधेयक हामीसँग सम्बन्धित विधेयक भएको कारणले, साधन स्रोत र पहुँचसँग सम्बन्धित, यो प्रकृतिसँग सम्बन्धित भएको कारणले यसरी ल्याउनु हुँदैन भनेर निरन्तर रूपमा दबाव अभियान चलाउँदै अहिलेसम्म आउँदाखेरि आदिवासी र स्थानीय समुदायलाई दुईटैलाई यो चाहिँ तपाईँको साधन स्रोत, प्राकृतिक साधन स्रोतमा चाहिँ पहुँच दिने हिसाबले यो विधेयक ल्याउनु खोज्दैछ सारमा हो होइन। यो हजुरको बुझाइ ठिकै हो होइन। यो विधेयक चाहिँ म हजुरलाई फेरि एउटा सानो निवेदन गरेँ। यो विधेयक भनेको प्राकृतिक स्रोतको एउटा पक्ष हो। यो प्राकृतिक स्रोत भनेको बृहत पक्ष हो होइन। त्यो चाहिँ जल जङ्गल जमिन होइन, जमिन मुनिको खनिज पदार्थहरू सबै धेरै कुराहरू त्यसले समेट्छ होइन। तर यो विधेयक चाहिँ प्राकृतिक स्रोतभित्र जैविक विविधता पनि पर्छ होइन। जैविक विविधताभित्र पनि तपाईँको चाहिँ जैविक स्रोत पर्छ, आनुवांशिक स्रोत पर्छ। यो चाहिँ आनुवांशिक स्रोत हो। अब यहाँ धेरैलाई यो प्राविधिक विषय पनि हो क्या वास्तवमा नि। आनुवांशिक स्रोत भनेको चाहिँ वास्तवमा कस्तो भने धेरै पृथ्वीमा यो धरतीमा धेरै किसिमका चाहिँ तपाईँको चाहिँ जैविक विविधताहरू छन् होइन। अब जैविक विविधता भनेकै के हो भन्ने सन्दर्भमा भन्यो भने जैविक विविधता भनेको जीवित वस्तुहरूको त्यो चाहिँ के अरे जीवजन्तु होस् अथवा वनस्पतिहरू होस्, जीवजन्तु वनस्पतिहरूको विविध प्रकारहरू हो क्या, त्यसको चाहिँ फरकपन हो क्या त्यो। त्यसमा त अहिले हामीले कुरा गरिरहेका विषयवस्तु चाहिँ के हो भन्दाखेरि जैविक विविधताको पनि प्रजातिगत विविधता हुन्छ क्या। अब प्रजातिगत विविधताभित्र धेरै जीवजन्तु वनस्पतिहरू पर्छन्। अब प्रजातिगत विविधताभित्रका पनि अब एउटै प्रजातिभित्र पनि फेरि के हुन्छ, विभिन्न त्यसको विविध रूपहरू स्वरूपहरू हुन्छ होइन। त्यसका चाहिँ विशेषताहरू फरक हुन्छ होइन। जस्तो उदाहरणको लागि एउटै धानमा तपाईँको कतिवटा प्रजाति कति किसिमको छ धान होइन। एउटा मार्सी धान भन्छ, अर्को के धान भन्छ। त्यसले गर्दाखेरि हामीले तपाईँको जस्तो उदाहरणको लागि हामीले यो चाहिँ त्यो जीवित वस्तुहरूको जैविक विविधताको त्यो जीवित वस्तु जीवजन्तु वनस्पतिहरूको विविध प्रकारमध्येको प्रजातिगत विविधताभित्रको पनि आनुवांशिक विविधता कुरा हो। यो चाहिँ आनुवांशिक भनेको चाहिँ
अङ्ग्रेजीमा यसलाई टेक्निकल भाषामा चाहिँ डिराइबोन्युक्लिक एसिड भन्छ, जिन हो क्या यो। र डिराइबोन्युक्लिक एसिड भनेको त प्राविधिक पक्ष भयो, साइन्सको पक्षबाट होइन, विशुद्ध साइन्सको हिसाबले, प्राकृतिक साइन्सको हिसाबले चाहिँ अब त्यसलाई चाहिँ अहिले यतापट्टिबाट नेपालीमा चाहिँ आनुवांशिक विविधता भनियो होइन। त्यो चाहिँ वंश जिन भनेर हो, एक्ज्याक्टली, त्यो चाहिँ जिनसँग सम्बन्धित हो के। त्यो जिनसँग सम्बन्धित भन्दाखेरि चाहिँ आदिवासीसँग मात्रै सम्बन्धित त हुँदैन नि, अन्त बाहेक पनि जिनसँग सम्बन्धित हुन्छ होला नि। होइन, जिन यस्तो हो, यो प्राकृतिक के अरे अघि नै सुरुमा यहाँलाई निवेदन गरेँ, यो आनुवांशिक स्रोत चाहिँ जैविक विविधताभित्रको एउटा पक्ष हो अथवा प्रजातिगत विविधतापछि आनुवांशिक विविधता आउँछ होइन। आनुवांशिक विविधताको कारणले गर्दाखेरि एउटै प्रजातिभित्र पनि धेरै किसिमको विविधता देखा पर्छ होइन। उसको स्वरूप र चरित्र, उसको विशेषताहरू नै फरक हुन्छ होइन। अब त्यसो भएको हुनाले प्रजातिगत विविधता, आनुवांशिक विविधता, अझ सुरुमा भन्नुहुन्छ भने त यो पर्यावरणीय विज्ञानमा पारिस्थितिक विविधता भन्छ क्या। त्यो पारिस्थितिक विविधता भनेको चाहिँ ठुलो रूप हो क्या। जस्तो उदाहरणको लागि सिमसार एउटा पारिस्थितिक प्रणाली हो होइन, जङ्गल एउटा पारिस्थितिक प्रणाली हो होइन, तपाईँको के अरे हिमाल माउन्टेन एउटा पारिस्थितिक प्रणाली हो, तत्तमा हुँदै जान्छ होइन। तर नेपालमा अब यस्तो किसिमको विविधता चाहिँ पारिस्थितिक विविधता चाहिँ धेरै छ भन्छ क्या। तर एउटा तथ्याङ्कले के भन्छ भने वैज्ञानिकले गरेको तथ्याङ्क अनुसन्धानमा चाहिँ नेपाल चाहिँ 118 प्रकारको चाहिँ विविध पारिस्थितिक प्रणाली छ भन्छ। अब प्रजातिगत विविधता त कति हो होइन, त्यो कति अध्ययन अनुसन्धान भएका छन्, कति भएका छैनन्। त्यस्तै आनुवांशिक विविधता पनि एउटा पक्ष हो जैविक विविधताको, अनि त्यो पनि धेरै नै छ। तर अहिले तपाईँले भन्नुभएको जस्तो यो पक्ष चाहिँ किन पनि वास्तवमा आदिवासी जनजातिसँगको कुरा हो। यो त आनुवांशिक विविधता भनेको त यो छुट्टै एउटा प्राकृतिक विज्ञानको कुरा हो भन्ने लाग्न सक्छ होइन। तर मुख्य सवाल के हो भन्दाखेरि जैविक विविधतासँग होइन अथवा चाहिँ प्रकृतिसँग आदिवासीहरूको चाहिँ के छ भन्दाखेरि घनिष्ठ सम्बन्ध हुन्छ। वास्तवमा भन्यो भने आदिवासी जनजातिहरूको आध्यात्मिक, सांस्कृतिक, आर्थिक चरित्र र विशेषता चाहिँ केसँग जोडिएको हुन्छ, त्यो चाहिँ जैविक विविधतासँग जोडिएको हुन्छ। अब त्यसो भएको हुनाले उनीहरूको आध्यात्मिक जुन चाहिँ विशेषताहरू हो होइन, उनीहरूको के भन्छ आध्यात्मिक जुन सोचाइ हो भनौँ न, जस्तो यसलाई अङ्ग्रेजीमा भन्यो भने स्पिरिचुअल आइडियोलोजी भन्छौँ नि हामी होइन, आध्यात्मिक एउटा भावना अथवा आध्यात्मिक विचार, त्यो भन्ने कुरा त विज्ञानले इन्डिजिनस साइन्समा अथवा आदिवासी विज्ञानमा अध्ययन अनुसन्धानबाट आएको कुरा गर्नुहुन्छ भने त त्यो त सिधै तपाईँको चाहिँ दुईवटा क्षेत्रबाट आउँछ भन्छ क्या। त्यो आध्यात्मिकता आउने भनेको त्यो चाहिँ के अरे त्यसलाई हामीले चाहिँ स्पिरिचुअल आइडियोलोजी भन्छौँ, त्यो हाम्रो दर्शन हो त्यो होइन। त्यो दर्शन चाहिँ केबाट आउँछ भन्दाखेरि एउटा प्रकृतिबाट आउँछ भन्छ कि होइन, दुईवटा क्षेत्रबाट आउँछ भन्छ है। एउटा प्रकृतिबाट आउँछ भन्छ त्यो चाहिँ, र अर्को चाहिँ केबाट आउँछ त्यो चाहिँ के भन्छ उनीहरूको चाहिँ के भन्छ एउटा प्रकृति होइन, र प्रकृतिसँगबाट घनिष्ठ सम्बन्ध भएको कारणले गर्दाखेरि आउने भएको हुनाले प्रकृतिसँगको उनीहरूको चाहिँ के अरे दिनचर्या जीवनचर्या चाहिँ घनिष्ठ सम्बन्ध हुन्छ। र अर्को कुरा के हुन्छ भने त्यो आध्यात्मिक जुन चाहिँ सोचाइ छ, दर्शन छ, त्यो दर्शन भनेको वास्तवमा आदिवासीहरूको चाहिँ मूल कानुन हो क्या। वास्तवमा त्यो संविधान हो त्यो होइन। त्यो संविधान त्यो कस्टमरी ल हो त्यो वास्तवमा आदिवासीहरूको। त्यो कस्टमरी ल ग्राउन्डेड कहाँ हुन्छ, त्यो के अरे प्रकृतिसँग हुन्छ, त्यो भूमिसँग, उनीहरूको आदिवासीहरूको पैतृक थातलोसँग हुन्छ, उनीहरूको भूमिसँग हुन्छ, उनीहरूको चाहिँ के अरे रीतिथिति चालचलनसँग हुन्छ, उनीहरूको दैनिक जीवनचर्या, उनीहरूको अभ्यास, उनीहरूको जीवन पद्धतिसँग हुन्छ होइन। त्यसो भएको हुनाले एउटा पक्ष के हो भने आदिवासीहरूको चाहिँ के छ भने सम्बन्ध चाहिँ जैविक विविधतासँग पनि हुन्छ अथवा भूमिसँग हुन्छ, उनीहरूको पैतृक थातलोसँग हुन्छ, र उनीहरूको सभ्यता र विकास नै कहाँबाट सुरु भएको छ, उनीहरूको पैतृक थातलो र उनीहरूको चाहिँ प्राकृतिक के अरे उनीहरूको पैतृक भूमिहरूबाट चाहिँ विकास भएर आएको छ। अनि भनेपछि स्वाभाविक रूपमा के छ भन्दाखेरि जैविक विविधता पनि उसँग जोडिएर आएको विषय हो। त्यसो भएको हुनाले यहाँनिर चाहिँ के हो भन्दाखेरि आदिवासीहरूको तपाईँको चाहिँ सम्बन्ध भनेको जैविक विविधतासँग भएको हुनाले यो विधेयक प्रत्यक्ष रूपसँग के भएर जोडियो, आदिवासीसँग जोडेर आयो। भन्दाखेरि यो आनुवांशिक स्रोत भन्दाखेरि, प्राकृतिक स्रोत भन्दाखेरि तपाईँको आदिवासी मात्रै जोड्नुपर्छ, आदिवासी बाहेक अरू जोड्नै मिल्दैन भन्न खोज्नुभएको तपाईँले? होइन, यो अन्य स्थानीय समुदायहरूसँग पनि यो चाहिँ जोडिएर आउने नआउने विषयवस्तु होइन। तर मूल कुरा के छ भन्दाखेरि
यो संसारमा जम्मा 80% बायोडाइभर्सिटी छ नि, संसारका 6% आदिवासीहरूले संरक्षण गरेका छन् क्या। र संसारको कुल भूभाग चाहिँ समेट्ने चाहिँ 20% मात्रै छ आदिवासीहरू। तर संरक्षण कति गर्छन् कसले? आदिवासीहरूले गर्छन्। र त्यसको चाहिँ दिगो उपयोग पनि कसले गरेका छन्? आदिवासीहरूले गर्छन्। र संसारलाई बचाउने को हो? आदिवासीहरू हो। त्यसो भएको हुनाले एउटा हालसालै यो गत केही वर्ष अगाडि एउटा अध्ययन प्रतिवेदन तयार भएको छ, त्यो WWF को इन्टरनेसनलले प्रकाशन गरेको छ। र त्यसमा संसारभरिका आदिवासीहरूको चाहिँ क्षेत्र, उनीहरूको चाहिँ भूभाग र जैविक विविधताको अवस्था कस्तो छ भनेर एउटा म्यापिङ भयो क्या। त्यो म्यापिङले पनि देखाउँछ क्या आदिवासीको चाहिँ सांस्कृतिक विविधता, भाषिक विविधता चाहिँ जैविक विविधतासँग चाहिँ छुटिँदैन। जैविक विविधतासँग उसको चाहिँ अन्योन्याश्रित सम्बन्ध हुन्छ भन्ने कुरा त वैज्ञानिक रूपमा पनि पुष्टि भइसकेको छ क्या। र जैविक विविधता, सांस्कृतिक विविधता र के भन्छ भाषिक विविधता चाहिँ यो छुट्याएर जाने कुरा होइन, यो सँगसँगै जान्छ भन्ने चाहिँ अध्ययन अनुसन्धानबाट पुष्टि भएको छ। त्यसो भएको हुनाले त्यो एउटा कुरा त्यो। अर्को कुरा त्यो विज्ञानलाई यसरी मान्ने हो भने उतापट्टि अन्तर्राष्ट्रिय कानुनहरूले पनि त्यसरी गरी चाहिँ आदिवासीको यो अधिकारको विषयलाई चाहिँ सम्बोधन गरेको छ हैन। त्यसो भएको हुनाले अन्तर्राष्ट्रिय आदिवासीहरूलाई संरक्षण र सम्बोधन गर्ने अन्तर्राष्ट्रिय आदिवासी सम्बन्धी कानुन, अन्तर्राष्ट्रिय मानव अधिकार सम्बन्धी कानुनहरूले आदिवासीको हक अधिकारलाई संरक्षण र सम्बोधन गरेर त्यसलाई चाहिँ सुरक्षा गरेको हुनाले, जगेर्ना गर्नुपर्छ भनेको हुनाले यो चाहिँ प्रत्यक्षसँग आदिवासीहरूसँग जोडियो हैन। र त्यसको सार्वभौम अधिकार चाहिँ तपाईको आदिवासीहरूलाई हुनुपर्छ भन्ने छ क्या। त्यसको कस्टोडियन, त्यसको संरक्षणकर्ता आदिवासीहरू हो नि त हैन। तर अरू पनि होइन भनेको होइन, सबै संरक्षण उनीहरूले लिएर सबै आफूमाथि नियत गरेर अरूलाई चाहिँ निषेध गर्ने भन्ने कुरा होइन क्या। उसको अग्राधिकारलाई, उसको सार्वभौम अधिकारलाई चाहिँ प्रयोग गर्दाखेरि अरूलाई निषेध गरेर जानुपर्छ भन्ने मान्यता राख्दैन क्या यसले। तर के चाहिँ राख्छ भने आदिवासीहरूलाई तपाईँको उनीहरूको निर्णय गर्ने चाहिँ सक्ने क्षमता हैन, उनीहरूको प्राकृतिक स्रोत साधन अथवा यो जैविक विविधता अथवा आनुवांशिक विविधता माथि निर्णय गर्ने क्षमताको विकास गर्नको लागि एक खालको तपाईँको चाहिँ के भन्छ शक्ति, पावर चाहिँ उनीहरूलाई दिनुपर्छ क्या। र यसमा चाहिँ यो जातीय कुरा पनि होइन, वास्तवमा यो चाहिँ समाज निर्माण गर्ने कुरा हो क्या। समाजको चाहिँ एउटा के अरे निर्णय गर्ने क्षमतामा चाहिँ दरो बनाएर उनीहरूको चाहिँ शक्ति सम्पन्न बनाएर लैजाने कुरा हो क्या। यो कसैलाई निषेध गरेर जाने भन्ने कुरा चाहिँ होइन। हजुर, भन्दाखेरि तपाईँको भावना अनुसार आदिवासीहरूले भन्दै आइरहेको कुरा अनुसारको यो विधेयक त्यही अनुसार छ। अब यो विधेयकमा केही गर्नु पर्दैन। अहिले चाहिँ जुन मस्यौडा विधेयक बनेको छ त्यो विधेयक चाहिँ आदिवासीहरूको चाहिँ प्राकृतिक साधन स्रोतमा, यो जैविक विविधतामा उनीहरूको पहिलो अधिकार, पहिलो प्राथमिकता, उनीहरूको चाहिँ पहुँचको कुरा यसले सुनिश्चित गरेको हो त? होइन, त्यो ठ्याक्कै राम्रो प्रश्न गर्नुभयो हजुरले होइन। यो चाहिँ ज्यादै समसामयिक र सान्दर्भिक कुरा पनि हो। र आजकलको दिनहरूमा यो बहस र छलफलको विषय यसैमा केन्द्रित छ। विधेयकले आदिवासी जनजातिहरूको मूलभूत हक अधिकारहरू, जुन चाहिँ फन्डामेन्टल राइट्सहरू समेट्न सकेन हैन। र केही तपाईको चाहिँ प्रक्रियागत अधिकारका कुराहरू छ नि, त्यो पनि यसले चाहिँ समेट्न सकेन। र आदिवासी जनजातिहरूलाई यो विधेयक निर्माण गर्ने सिलसिलामा उनीहरूको सहभागिता चाहिँ प्रभावकारी र सहभागिता हुन सकेन, अथवा चाहिँ एकदम इफेक्टिभ पार्टिसिपेसन हुन सकेन हैन। र सँगसँगै उनीहरूको क्षमता पनि विकास गरिएन क्या वास्तवमा नि के। उनीहरूको क्षमतालाई पनि सुदृढीकरण गरेर चाहिँ स्ट्रेन्थनिङ गरेर लानु पर्थ्यो, त्यो गर्न सकेन। किनभने यो विधेयक त बन्दा त नेपालका आदिवासी जनजातिहरूको भाषा, संस्कृति, उनीहरूको जीवनचर्या जुन जैविक विविधतासँग सम्बन्धित छ हैन, यो सँगसँगै लिएर जाँदाखेरि त संस्कृतिलाई पनि हामीले चाहिँ संरक्षण र सम्बोधन गर्ने कुरा आउँछ, भाषालाई पनि संरक्षण र सम्बोधन गर्ने कुरा आउँछ। र भाषा र संस्कृतिलाई संरक्षण गर्दै जाँदाखेरि मात्रै जैविक विविधता पनि संरक्षण हुँदै जान्छ। र जैविक विविधता संरक्षण गर्नमा उनीहरूको महत्त्वपूर्ण योगदान छ, उल्लेखनीय योगदान छ भन्ने कुरा त यो अन्तर्राष्ट्रिय समुदायले मानेको कुरा हो नि त हैन। 1992 मा जब तपाईको पृथ्वी शिखर सम्मेलन भयो ब्राजिलको रियो डे जेनेरोमा, त्यतिखेर नै यो तपाईको अन्तर्राष्ट्रिय समुदायले मानिसकेको हो नि। जैविक विविधता सम्बन्धी महासन्धि 1992 ले यो कुरालाई चाहिँ मानिसकेको छ नि। त्यहाँ विभिन्न त्यस्ता किसिमको प्रावधानहरू छ, व्यवस्थाहरू छ जसले आदिवासी जनजातिहरूको चाहिँ ज्ञान, उनीहरूको सिप, उनीहरूकोलाई चाहिँ संरक्षण सम्बोधन गर्नुपर्छ र उनीहरूको चाहिँ ज्ञान सिपलाई चाहिँ जोगाएर लानुपर्छ। र कसैले उनीहरूको ज्ञान सिप र जैविक विविधताको सँग सम्बन्धित भएका स्रोतहरूमाथि कसैले पहुँच राख्छ भने
उनीहरूको चाहिँ मन्जुरी बिना लान पाउँदैन भनेर एक खालको तपाईँको फ्री एन्ड प्राइम कन्सेन्टको त अधिकार त त्यहाँ सुनिश्चित गरिसकेको छ। त्यसपछि त्यति मात्र होइन, तपाईँको चाहिँ यो तपाईँको चाहिँ उसको चाहिँ एक हिसाबले भने उसको आत्मनिर्णयको अधिकार कुरा हो के, किनभने त्यो स्रोत साधनसँग उसको आध्यात्मिक सम्बन्ध छ होइन, उसको स्पिरिचुअल रिलेसन छ। त्यो स्पिरिचुअल रिलेसन भएको कारणले गर्दाखेरि उसको स्पिरिचुअल रिलेसनसँग सम्बन्धित भएको कुरामा निर्णय गर्ने त तपाईँको त राज्य हुँदैन नि त। निर्णय गर्ने त उसको सार्वभौम इनहेरेन्ट अधिकार हो क्या, त्यो उसको जन्मजात अधिकारको कुरा हो। अब त्यसो भएको हुनाले हो त्यो कुरा मूलभूत रूपमा चाहिँ राज्यको सारले यो स्रोत साधनमाथिको आफ्नो सार्वभौम अधिकार कायम गर्ने कुरा गर्यो क्या। यस उदाहरणको लागि यही म हजुरलाई देखाउँछु। यही विधेयकमा के भन्यो भन्दाखेरि यसको चाहिँ तपाईँको यो विधेयकको परिच्छेद नम्बर 2 मा आनुवंशिक स्रोतको स्वामित्व तथा अभिलेख राख्ने भन्ने एउटा चाहिँ व्यवस्था छ। त्यसमा आनुवंशिक स्रोतमा सार्वभौम अधिकार भन्ने छ क्या। अनि नेपालको आनुवंशिक स्रोतमा नेपालको सार्वभौम अधिकार कायम रहनेछ भनेको छ। यो विषय ज्यादै गम्भीर र पेचिलो विषय हो क्या हैन। त्यसकारण आनुवंशिक स्रोतमा चाहिँ राज्यको सार्वभौम अधिकार हुन्छ भनेको मतलब के हो भन्दाखेरि समुदायको त यहाँ त अधिकार त सुनिश्चित हुने भएन, आदिवासीको त सुनिश्चित भएन। आदिवासी जनजातिहरू त यहाँ त छायामा पर्ने भयो होइन। त्यो नेपालको संविधानले नै त्यो कुरा उल्लेख गरिसकेको छ कि सार्वभौम अधिकार भनेको नेपाली जनतामा रहनेछ भनेर भनिसकेको छ। अन्तर्राष्ट्रिय कानुनले सार्वभौम अधिकारको विषयमा व्याख्या विश्लेषण गरिसकेको छ। म सबै कुरा त म भन्दिनँ, जस्तो 2-3 कुरा भन्ने हो भने यो तपाईँको सार्वभौम अधिकारको विषयमा चाहिँ हामीले 2-3 कुरा हामीले छोड्नु हुँदैन क्या। जस्तो द चार्टर अफ द युनाइटेड नेसन भन्ने चाहिँ यसमा व्यवस्था छ। अर्को यो आर्टिकल चाहिँ तपाईँको 103 अफ द युएन चार्टरमा यो कुरा छ। आर्टिकल 27 मा चाहिँ यो कुरा उल्लेख छ। त्यस्तै गरेर तपाईँको ह्युमन राइट्स ट्रिटीहरूले पनि तपाईँको सार्वभौम अधिकार राज्यमा रहन्छ कि रहँदैन भन्ने कुरा व्यवस्था गरेको छ। युएन ह्युमन राइट्स कमिटीहरूको चाहिँ तपाईँको चाहिँ व्याख्या विश्लेषण छ। जस्तै तपाईँको चाहिँ आइसिसिपिआर होइन, जसलाई पहिला चाहिँ तपाईँको के भनिन्थ्यो भन्दाखेरि ह्युमन राइट्स कमिटी भनिन्थ्यो, अहिले चाहिँ ह्युमन राइट्स काउन्सिल भनिसक्यो अरे होइन 2006 पछाडि। त्यसले गरेका निर्णयको आधारमा जस्तो तपाईँको चाहिँ इन्टर अमेरिकन कमिसन अफ ह्युमन राइट्स भन्ने छ, ISCHR भन्ने छ। त्यस्तै गरेर चाहिँ अफ्रिकन कमिसन अफ वुमेन एन्ड पिपल्स राइट भन्ने छ हैन। अनि त्यस्तै गरेर तपाईको चाहिँ इन्टर अमेरिकन कोर्ट अफ वुमेन राइट्स छ। त्यस्तै गरेर युएन कमिटी अन द एलिमिनेसन अफ रेसियल डिस्क्रिमिनेसन सर्टको चाहिँ डिसिजनहरु छ। त्यस्तै गरेर चाहिँ सबैभन्दा महत्त्वपूर्ण चाहिँ एउटा के छ भन्दा एउटा यो आदिवासीहरुमा चाहिँ तपाईको प्राकृतिक स्रोतमाथिको सार्वभौम अधिकार रहन्छ कि रहँदैन भनेर युएनमा तत्कालीन युएनका चाहिँ तपाईको चाहिँ स्पेशल रापोर्टर इरेना एरेका डायस भन्ने हुनुहुन्छ हैन। उहाँले तपाईको जुलाई 13 मा होला जुलाई 13 2004 मा यसलाई चाहिँ उहाँले एउटा रिपोर्ट चाहिँ युएन मा प्रस्तुत गर्नु भएको छ के। त्यो फाइनल रिपोर्ट हैन अन पर्मनेन्ट सोभरेनिटी अफ इन्डिजिनस पिपल्स ओभर देयर रिसोर्सेस भनेर एउटा रिपोर्ट त्यहाँ युएन मा दर्ज भएको छ। र त्यो रिपोर्टको आधारमा हेर्ने भने उहाँले 39 मा चाहिँ पारा 39 मा चाहिँ स्पष्ट रूपमा चाहिँ आदिवासी जनजातिहरुको प्राकृतिक स्रोतमाथिको सार्वभौम अधिकार किन रहने हैन किन रहन्छ भनेर उहाँले गरेको व्याख्या विश्लेषण आधार मान्ने हो भने र अन्तर्राष्ट्रिय कानुनहरुलाई चाहिँ आधार मान्ने हो भने हामीले चाहिँ के मान्न सकिन्छ भन्दाखेरि आदिवासी जनजातिहरुमा प्राकृतिक स्रोतमाथिको सार्वभौम अधिकार चाहिँ रहन्छ भनेर चाहिँ हामीले दाबीका साथ एकदम विश्वासका साथ भन्न सक्ने ठाउँ रहन्छ। यद्यपि मलाई समयको अभावले गर्दाखेरि यो सबै कुरा त मलाई अहिले तत्काल भन्ने ठाउँ छैन हैन। तर एउटा कुरा चाहिँ म यहाँलाई के भन्छु भने जस्तो यहाँनिर कतैतिर उल्लेख भएको होला क्या यहाँनिर जस्तो आदिवासी जनजातिहरुको अधिकारको कुरा गर्दा सीबीडी को अतिरिक्त अघि मैले यो भनेको चाहिँ इन्डिजिनस राइट्स र चाहिँ इन्टरनेसनल ह्युमन राइट्सको प्रोभिजनको आधारमा गरिएका व्याख्या विश्लेषणको कुरामा यो कुरा भन्दैछु हैन। अब यसको लामो व्याख्या विश्लेषण हुन्छ कुनै दिन हजुरसँग छुट्टै एपिसोडमा यस विषयमा प्राकृतिक स्रोतमाथिको सार्वभौम अधिकारको विषय के हो अन्तर्राष्ट्रिय कानुनले कसरी व्याख्या गरेको छ भन्ने सन्दर्भमा छुट्टै कुरा गरौँ। अहिले मैले चाहिँ त्यस बाहेक जैविक विविधता सम्बन्धी महासन्धि हामीले बिर्सनु हुँदैन। त्यो वातावरणीय कानुन हो त्यो चाहिँ हैन इन्टरनेसनल वातावरणीय कानुन हो। अब त्यसभित्र त्यसले व्याख्या गरेका थुप्रै प्रावधानहरू छन्। जस्तो उदाहरणको लागि चाहिँ नागा प्रोटोकल भन्ने छ हैन। अहिले आएर हुँदा चाहिँ यो कुन्डिङ मोन्ट्रियल भन्ने एउटा चाहिँ त प्रावधान चाहिँ सीबीडीले चाहिँ व्याख्या विश्लेषण गरेर अगाडि ल्याएको छ। त्यस्तै गरेर चाहिँ बोन गाइडलाइन भन्ने छ। आदिवासी जनजातिहरुको चाहिँ प्राकृतिक स्रोतमाथि कसैले चाहिँ पहुँच लिनुपर्छ भने त्यसमा चाहिँ कसरी फ्री एन्ड प्राइम कन्सेन्ट लिने अथवा तय गर्नुपर्ने विधि प्रक्रियाहरू के हुने
कस्तो विधि प्रक्रिया अप्नाएर लाने भनेको सरकारलाई चाहिँ निर्देशिका दिएको छ, गाइडलाइन, भोलिन्टरी गाइडलाइन। त्यो अन्तर्गत जानु पर्यो। अब जुन चाहिँ फ्री एन्ड प्राइम कन्सेन्टको व्यवस्था छ यहाँनिर, त्यो फ्री एन्ड प्राइम कन्सेन्ट त्यो अन्तर्गत व्यवस्था छैन। एउटा पहिलो पोइन्ट मूलभूत मुद्दा सार्वभौम अधिकार चाहिँ एकदम फन्डामेन्टल राइट्स हो। त्यो मुद्दा एकदम धेरै महत्त्वपूर्ण र गम्भीर विषय हो। दोस्रो विषय भनेको चाहिँ फ्री एन्ड प्राइम कन्सेन्ट। फ्री एन्ड प्राइम कन्सेन्टको व्यवस्था यहाँ गरियो यहाँनिर तपाईँको विभिन्न चरणमा होइन। तर फ्री एन्ड प्राइम कन्सेन्ट चाहिँ तपाईँको चाहिँ त्यो प्रक्रिया चाहिँ केमा गरियो भन्दाखेरि एउटा रुखमा सूचना टाँसेर सामान्य जानकारी गराएर अनि फर्केर आउने अनि त्यहाँदेखि त्यसैलाई प्राइम कन्सेन्ट मान्ने खालको चाहिँ एउटा चाहिँ व्यवस्था गरियो, जुन कुरा मान्ने हुँदैन होइन। यो सबै कुरा तपाईँले भनिरहनु भएको यो कुरा सबै हेर्दाखेरि त आदिवासीहरूको प्रकृति र जैविक विविधतामा जुन चाहिँ अधिकार हुनुपर्ने त्यो अधिकारलाई वञ्चित गर्नुको लागि आदिवासीहरूको मूल मर्म भावना अनुसारको त्यसको विरुद्धको यो विधेयक ल्याउनु खोजेको भन्ने कुरा तपाईँको होइन। अहिलेको स्थितिमा त के देखिन्छ भने यो विधेयक यत्तिकै सर्लकै आयो भने त यो रेसियल डिस्क्रिमिनेसन पक्कै हो है। अहिलेकै हिसाबले आयो भने चाहिँ होइन, यसलाई अब सच्यारले आयो भने चाहिँ हामी अब त्यसलाई स्वागत पनि गर्न सक्छौँ। तपाईँले भन्नुभयो नि त आदिवासी भन्ने एउटा शब्द उल्लेख गर्नुको लागि त दशकौँ लाग्यो भन्दाखेरि अब तपाईँको भावना अनुसार यो चिज सचिने भन्ने कसरी विश्वास गर्नु? त्यही त अब आशा गरौँ न। अब चाहिँ मन्त्रीज्यूले प्रतिबद्धता व्यक्त गर्नुभएको छ। माननीय ज्यूहरू पनि अस्तिको हाम्रो चाहिँ आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा माननीय ज्यूहरूले पनि यसमा कुरा सुनेर जानुभएको छ। अब अनि सँगसँगै तपाईँको हाम्रो आदिवासी जनजाति उत्थान प्रतिष्ठानले पनि पहल कदमी लिइरहेको अवस्था छ होइन। अब यो अवस्थामा हामी झिनो आशा के गर्न सक्छौँ अथवा अहिलेको अवस्थामा हामी चाहिँ अलिक आशावादी नै छौँ कि हामीले अहिले नै निरुत्साहित हुनुपर्ने, एकदमै तपाईँको चाहिँ पीडामा पर्नुपर्ने, चिन्ता गरिहाल्नुपर्ने अवस्था चाहिँ तत्कालको अवस्थामा छैन। आशावादी हुन सक्छौँ तर आएन भने यदि आदिवासी जनजातिको मर्म र भावना चाहना अन्तर्गत उनीहरूको आकाङ्क्षालाई समेटिएन, विधेयकले समेटेर आएन भने चाहिँ एउटा कुरा चाहिँ म हजुरलाई दाबीको साथ भन्न सक्छु, यो चाहिँ तपाईँको रेसियल डिस्क्रिमिनेसन त हुन्छ नै। यसले चाहिँ सांस्कृतिक नरसंहार पनि गर्छ। यसले किन यसले चाहिँ कल्चरल जेनोसाइड पनि गर्छ। यसले किन भन्दाखेरि बायोडाइभर्सिटीसँग मात्रै कुरा, जैविक विविधतासँग मात्रै कुरा होइन, उसको संस्कृति यहाँ चाहिँ अभिन्न रूपमा जोडिएर आएको छ, उसको विश्वास, उसको चाहिँ आध्यात्मिकता यहाँसँग जोडिएर आएको छ, उसको आर्थिक जीवन, उसको जीवन पद्धति यहाँसँग जोडिएर आएको छ होइन। उसको चाहिँ सांस्कृतिक, आध्यात्मिक र तपाईँको आर्थिक जुन जीवन र चरित्र, जुन हाम्रो दैनिक जीवनयापन र व्यवहारमा चाहिँ आएको छ, त्यो अन्तर्गत भएन भने त यो विधेयक त तपाईँको एकपक्ष हुन्छ। अनि एक पक्ष तपाईँको चाहिँ जैविक विविधता र आनुवांशिक स्रोतसँग चाहिँ हाम्रो ज्ञानलाई चाहिँ छुट्याउने कुरा गर्छ। यसले ज्ञान त छुट्यो, लाने ज्ञान चाहिँ लाने अरे, ज्ञान चाहिँ लाने होइन। ज्ञान भन्ने कुरा चाहिँ के हो भन्दाखेरि हाम्रो भन्छ संस्कृतिको एउटा पक्ष हो क्या त्यो होइन। संस्कृतिको के अरे आध्यात्मिकताको जग्गा, हाम्रो दर्शनको जग भनेको के हो? संस्कृति हो, विश्वास हो होइन। उनीहरूको दैनिक जीवन के अरे यापनमा गरिने अथवा गर्दै ल्याइएका अभ्यासहरू हो होइन, त्यसको जग भनेको। अनि ती समस्त संस्कृतिको एउटा पक्ष भनेको चाहिँ के हो? ज्ञान, आदिवासी ज्ञान हो। त्यो आदिवासी ज्ञानलाई मात्रै छुट्याउने अनि जैविक के आनुवांशिक स्रोतलाई थपक्क टिपेर लाने हो भने त हाम्रो संस्कृति र जैविक विविधतासँग सम्बन्ध भएको कुरा त छुट्यो नि यहाँनिर क्या। अनि हाम्रो त्यसो भए त हाम्रो संस्कृति त जीवित रहन सक्दैन के। जैविक विविधतासँग उसको भूमि र प्राकृतिक थलोसँग संस्कृति अन्तर सम्बन्ध कुरालाई हामीले बुझ्न सकेनौँ भने, त्यसको भावनालाई चाहिँ राम्रोसँग चाहिँ सम्बोधन गर्न सकेनौँ भने र जैविक स्रोतलाई चाहिँ थपक्क टिपेर लानु भनेको मतलब के हो? हाम्रो शरीरबाट मुटु निकालेर लानु हो के। अनि हामी मुटु निकालेपछि हामी बाँच्छौँ, एउटा मान्छे बाँच्छ। हाम्रो शरीर त एउटा सिस्टममा, एउटा प्रणालीमा काम गरिरहेको हुन्छ नि, विभिन्न तपाईँको चाहिँ अङ्ग प्रत्यङ्गले चाहिँ फङ्सनिङ गरिरहेको हुन्छ, काम गरिरहेको हुन्छ। यदि हाम्रो शरीरबाट एउटा मात्रै अङ्गले काम गरेन भने हाम्रो शरीर जीवित रहन सक्दैन, हाम्रो त्यसमा त्यसले चाहिँ काम गर्न सक्दैन र त्यो मर्छ। त्यस्तै गरेर यो जैविक विविधता र प्राकृतिक स्रोत साधनसँग आनुवांशिक समस्त चाहिँ आनुवांशिक स्रोतसँग, त्यो आनुवांशिक स्रोत त त्यसैको जैविक विविधताकै एउटा पक्ष हो होइन। त्यो कुराबाटलाई हामीले अलग गऱ्यौँ भने मानिलिनुहोस् हाम्रो सांस्कृतिक जीवन र तपाईँको आध्यात्मिक जीवन बाँच्न सक्दैन।
होइन। हाम्रो आर्थिक जीवन पनि निरन्तर पाउन सक्दैन, हाम्रो जनजीविकाको सवाल पनि धराशायी हुन्छ। अनि त्यसो हुने बित्तिकै के भयो त, समस्त सामाजिक सांस्कृतिक र आध्यात्मिक पक्षको विकास हुन सक्दैन, अर्थात् समग्रमा हाम्रो दिगो विकासको परिकल्पना हामी गर्न सक्दैनौँ। जबसम्म हामीले हाम्रो दिगो विकास हुन सक्दैन, वातावरण एकतिर, हाम्रो सांस्कृतिक जीवन एकतिर, हाम्रो आध्यात्मिक जीवन एकतिर भयो भने त के भयो, हामी त मर्छौँ, आदिवासी त मर्छ। अनि आदिवासी मर्नु भने के हो, त्यो मार्न खोजियो भयो, के भयो त्यो, त्यतिखेर के हुन्छ, आदिवासी के माथिको ठुलो चाहिँ नरसंहार हुन्छ। गोली र बम पड्काउनु पर्दैन, सिधा अर्थमा भन्नु छ भने आदिवासी जनजाति यहाँ मर्छन् र मार्ने प्रयास गरिएको हुन्छ र त्यो राज्यले त्यो दुस्साहस गर्यो भने चाहिँ परिस्थिति भयावह हुन सक्छ। भन्दाखेरि यो जुन विधेयक ल्याउँदैछ, यो अहिले मस्यौदा भएको छ, यो मस्यौदा एज इट इज पास गर्ने हो भने आदिवासी जनजातिहरूको लागि बन्दुक र गोलीको प्रहार भन्दा पनि ठुलो प्रहार, भयङ्कर ठुलो बन्दुक र गोलीले सिधै बम पड्काएर उडाएर मर्छन्। यो चाहिँ राज्यले यस्तो किसिमको चाहिँ तपाईँको विभेदकारी ऐन ल्याएर आदिवासी जनजातिलाई सोझो अर्थमा गोली र बमले पड्काएको भन्दा पनि खतरा तरिकाले चाहिँ स्लो पोइजन हो क्या, यो विष क्या। अनि त्यो भविष्य त जनजाति त मर्छ नि। होइन, अहिलेसम्म त तपाईँको हिजोको राज्यको विभेदकारी नीति ऐन कानुनहरू छन् होइन, त्यो ऐन कानुनहरू त छँदैछ। हिजो भूमि ऐन ल्यायो, हिजो चाहिँ वन ऐन ल्यायो, हिजो राष्ट्रिय निकुञ्ज ऐन ल्यायो, तमाम खाला चाहिँ जल जङ्गल जमिनसँग चाहिँ ऐन कानुनहरू ल्यायो होइन। त्यो ऐन कानुनले आदिवासी जनजाति गरेको के अरे विभेद मार पीडा त आदिवासी जनजातिले अहिले पनि बिर्सन सकेका छैनन्। त्यो पीडा त तपाईँको अहिले पनि बल्झिराखेको छ। त्यसमाथि यो पनि थप्यो भने के हुन्छ, अलिअलि बचे खुचेको भोलि तपाईँको चाहिँ हामीले प्रयोग गर्दै ल्याएको हाम्रो चाहिँ एउटा चाहिँ हाम्रो संस्कृतिसँग आबद्ध भएका, हाम्रो जीवन पद्धतिसँग आबद्ध भएका एउटा जैविक स्रोत चाहिँ खोसाएर लगिदियो राज्यले भने, र तपाईँको विदेशमा विदेशीलाई पहुँच दिने कुरा हो, अध्ययन अनुसन्धानकर्तालाई पहुँच दिने कुरा हो, अनि के अरे चाहिँ अन्तर्राष्ट्रिय बहुराष्ट्रिय कम्पनीहरूलाई चाहिँ तपाईँको चाहिँ पहुँच दिने कुरा हो। त्यसरी छुट्याएर लाँदाखेरि त्यो स्रोत छुट्याएर लगिदियो भने अनि उनीहरूको परम्परागत अधिकारको संरक्षण हुन्छ, उनीहरूको कस्टमरी राइट संरक्षण हुन्छ, हुँदैन। अन्तर्राष्ट्रिय कानुनले दिएको चाहिँ तपाईँको हक अधिकारको उपयोग गर्न पाउने आदिवासीहरूको नैसर्गिक अधिकारको चाहिँ तपाईँको संरक्षण र सम्वर्धन हुन्छ, हुँदैन। र न्यूनतम तपाईँको चाहिँ आदिवासी जनजातिहरूले के अरे सार्वभौम अधिकारको, उसको आत्मनिर्णयको अधिकारको प्रयोग गर्दाखेरि जैविक र जैविक स्रोत, जैविक विविधतासँग, भूमिसँग सम्बन्धित भएको चाहिँ प्राकृतिक स्रोत अथवा जैविक विविधता अथवा आनुवंशिक विविधतामा कसैले पहुँच राख्दाखेरि लिनुपर्ने न्यूनतम तपाईँको तय गर्नुपर्ने के विधि र प्रक्रिया फ्री एन्ड प्राइम कन्सेन्टलाई पनि तपाईँको सम्बोधन ल्याउन सकिएन भने त के हुन्छ, तपाईँको राज्यले त आफैले मन परि गर्ने भयो, बहुराष्ट्रिय कम्पनीले लाने भयो, हामी संरक्षण गर्ने, त्यसका कस्टोडियन चाहिँ आदिवासी जनजाति, अनि त्यसको चाहिँ उपयोग गर्ने चाहिँ अरू, लाभ खाने अरू, नाफा खाने अरू, अनि हामीले संरक्षण, हाम्रो बाउ पुर्खाहरूले हाम्रा पुर्खाहरूले हजारौँ वर्षदेखि संरक्षण सम्बोधन गरेको जैविक विविधतामाथि, आनुवंशिक विविधतामाथि अरूले मोज गर्ने, अनि हामी चाहिँ हेर गर्ने, हामी चाहिँ गरिबीमाथि गरिबी कल्चरल पोभर्टी हो यो अझ म हजुरलाई जोड दिएर भन्छु, यसले हामीलाई सांस्कृतिक गरिबीतिर धकल्छ। आर्थिक गरिबी त छँदैछ, तर कल्चरल पोभर्टी आर्थिक गरिबीतिर ढल्छ, शक्ति र तपाईँको स्रोतमाथिको पहुँचमा कमजोर बनाउँछ र हाम्रो शक्तिलाई क्षीण बनाएर चाहिँ अरूले मोज मस्ती गर्छन्। त्यो त कदापि आदिवासी जनजातिलाई स्वीकार्य हुँदैन नि त। अब चाहिँ के गर्नुपर्छ त, अब चाहिँ यो विधेयक मस्यौदा आइसकेपछि तपाईँले यो असहमति भनिरहँदाखेरि, यसले आदिवासी जनजातिहरूलाई ठुलो प्रहार हुँदैछ भनिरहँदाखेरि, अब आदिवासी जनजाति महासङ्घ होस्, आदिवासी जनजाति प्रतिष्ठान होस्, आयोग होस्, आदिवासी जनजाति अभियन्ता होस्, या यस्तो क्षेत्रमा काम गरेका तपाईँहरू जस्तो व्यक्तित्वहरू होस्, अब के गर्नुपर्छ टु डु फाइट? हजुरलाई म यो पोइन्टमा जानुभन्दा के गर्नुपर्छ भन्ने पोइन्टमा जानुभन्दा अगाडि एक दुईवटा अर्को पोइन्ट पनि भन्छु। यसलाई यो विधेयकलाई यो विधेयकलाई प्रयोग गरेर एउटा के भन्छ बौद्धिक सम्पत्तिको अधिकारको सुरक्षा र रक्षा गर्ने प्रावधान पनि राखेको छ। तर त्यो बौद्धिक सम्पत्तिको अधिकारको सुरक्षा र रक्षा गर्ने प्रावधानले चाहिँ आदिवासी जनजातिको चाहिँ कलेक्टिभ राइट्स हुन्छ नि, सामुदायिक हक अधिकारलाई चाहिँ सुरक्षा गर्दैन त्यसले होइन। त्यसले चाहिँ के गर्छ भन्दाखेरि विदेशी कम्पनीहरूले सिर्जना गरेको नयाँ चिजहरू आविष्कार गरेको चिजहरूलाई चाहिँ त्यसले सुरक्षा गर्छ होइन। तर त्यसले आदिवासी जनजातिको हक अधिकारलाई के अरे आदिवासी जनजातिको चाहिँ प्राकृतिक स्रोतमाथिको बौद्धिक सम्पत्ति अधिकार, उनीहरूको चाहिँ सांस्कृतिक अधिकारलाई चाहिँ सुरक्षा गर्दैन। कल्चरल इन्टेलेक्चुअल प्रपर्टी भनौँ न, सांस्कृतिक बौद्धिक सम्पत्तिको अधिकारलाई सुरक्षा गर्दैन। अझ भन्नुहुन्छ भने यसले के गर्छ भन्दाखेरि निजी अधिकारलाई चाहिँ
बढुवा दिन्छ यसले होइन, जस्तो स्वत भनौँ निजी प्याटेन्ट भयो। आदिवासी जनजातिहरूको सामूहिक अधिकार कटौती गर्छ। यदि आदिवासी जनजातिहरूको बौद्धिक सम्पत्तिको अधिकार, आदिवासीहरूको सांस्कृतिक बौद्धिक सम्पत्तिको अधिकार सुरक्षा गर्ने भने उपाय भनेको एउटै उपाय भनेको अन्तर्राष्ट्रिय मानव अधिकार कानुन र अन्तर्राष्ट्रिय आदिवासी के भन्छ आदिवासीहरूको चाहिँ हक अधिकार सुरक्षा गर्ने र संरक्षण सम्बोधन गर्ने आदिवासी सम्बन्धी कानुनहरूलाई प्रयोग गरेर त्यो मार्फतबाट त्यो बाटोबाट गयो भने मात्रै आदिवासीहरूको बौद्धिक सम्पत्तिको अधिकार सुरक्षा हुन्छ। त्यसले गर्दाखेरि एउटा बाटो भनेको ह्युमन राइट्स बेस्ड अप्रोच टु कन्जर्भेसन, ह्युमन राइट्स बेस्ड अप्रोचबाट अधिकारमा आधारित मानव अधिकारका संयन्त्र, आदिवासी अधिकारका संयन्त्रलाई प्रयोग गर्यो भने मात्रै त्यो चाहिँ त्यसले चाहिँ उसको बौद्धिक सम्पत्ति भन्नुहोस्, उनीहरूको स्रोत साधनमाथिको अधिकारको सुरक्षा र सम्बोधन हुनसक्छ। अब के गर्नुपर्छ भन्ने सवालमा अब अर्को पनि एउटा कुरा छ, हजुरको समय के छ होइन, एउटा छोटो मात्रै छ। अब अर्को कुरा चाहिँ आदिवासी जनजातिहरूको सङ्घ संस्था भन्नुहोस्, प्रतिष्ठान भन्नुहोस्, आयोग भन्नुहोस्, तपाईँहरू जस्ता भन्नुहोस्, अभियन्ताहरूले के गर्नुपर्छ एकदम टु द पोइन्ट होइन। अब आदिवासी जनजातिले सचेत हुनु पर्यो। यदि तपाईँहरू सचेत हुन्न र तपाईँहरू निधाएर बस्नुहुन्छ भने इतिहासमा तपाईँहरूले कहिल्यै तपाईँको चाहिँ के भन्छ निको नाश हुन्छ। त्यसो भन्दा आदिवासीहरूलाई जोगाउने हो भने आदिवासीको हक अधिकार जोगाउनु पर्यो। आदिवासीको हक अधिकार जोगाए बापत वन जङ्गल पनि संरक्षण हुन्छ, प्राकृतिक स्रोत साधनको पनि संरक्षण हुन्छ, जैविक विविधताको संरक्षण पनि हुन्छ, त्यसको दिगो उपयोग गर्ने अवधारणा सिर्जना हुन्छ। त्यसो गर्दा ऐन ल्याउँदाखेरि नै आदिवासीको हक अधिकारलाई संरक्षण पनि गर्ने, जैविक विविधताको पनि संरक्षण गर्ने, उनीहरूको भाषा आदिवासीहरूको भाषा संस्कृतिलाई पनि संरक्षण सम्बोधन गर्ने खालको चाहिँ एउटा समग्रतामा एउटा होलिस्टिक एप्रोचको अवधारणामा ऐन आउनु पर्छ। यो ऐन चाहिँ त्यसको लागि चाहिँ पहल गर्नु पर्यो। यो ऐन चाहिँ जैविक विविधता महासन्धिको प्रावधान अन्तर्गत त्यहाँनिर के अरे आनुवांशिक स्रोतमा पहुँच पनि पाउने र त्यसलाई कसैले तेस्रो पक्षबाट उपयोग र उपभोग गरे बापत लाभको बाँडफाँड गर्ने भन्ने व्यवस्था पनि छ। तर लाभको बाँडफाँड गर्नको लागि लाभको बाँडफाँड गर्ने व्यवस्था गरेर त्यसलाई कसैलाई पहुँच दिने मात्रै कुरा होइन, स्रोत मुहानमा पनि संरक्षण गर्ने व्यवस्था ल्याउनुपर्छ, जुन संरक्षण पनि गर्नुपर्छ, त्यसको दिगो उपयोग पनि गर्नुपर्छ भन्ने र तर सँगसँगै पहुँच स्रोतमा पहुँच पनि दिने, लाभको बाँडफाँड पनि गर्ने भन्ने व्यवस्था जुन चाहिँ जैविक विविधता महासन्धिको उद्देश्यहरू छ त्यो तीनटै उद्देश्यलाई समेटेर ऐन आउनुपर्छ। त्यसको लागि राज्यले पहल कदमी लिनुपर्छ र आदिवासी जनजातिहरू होसियारी र सचेत हुनुपर्छ र नीति निर्माताकर्ताहरूले पनि यो विषयलाई सम्बोधन गर्नको लागि तयार हुनु पर्यो र प्रतिष्ठानले त अब उहाँलाई त प्रतिष्ठान धन्यवादै दिनुपर्छ। प्रतिष्ठानले यो विषयमा काम गर्न सुरुवातै गरिसकेको छ। तपाईँ आइदिनु भयो, यदि धेरै कुरा बताउनु भयो, यो चाहिँ तत्काली सिद्धिने विषय होइन, यसमा धेरै कुरा छन्। हामी भोलिका दिनमा पनि यस्ता विषयमा कुराकानी गर्दैछौँ। समय दिनुभयो, विचार राख्नुभयो, यसको लागि धन्यवाद। फेरि भेट्न नमस्कार। हस्, धन्यवाद। हजुरले पनि मलाई यहाँ बोलाएर मेरो दुई चारवटा कुराहरू राख्ने मौका दिनुभयो, त्यसको लागि हजुरलाई विशेष धन्यवाद छ। तर यो एक दिनमा सिद्धिने विषय होइन, यसभित्रका जुन कन्टेन्ट छ त्यो कन्टेन्टको विषयमा निरन्तर छलफल चलाउँदै जानु होला। हस्, धन्यवाद।